ईयूको एआईएनले एउटा यस्तो नयाँ नियम ल्याएको छ जुन साँच्चै नै एकदमै फरक छ। यो नियम एआईको कोडिङ वा एल्गोरिथम बारे होइन, बरु मानिसको ज्ञान र समझदारी बारे हो। अब प्रश्न उठ्छ, यो नियमले एआईसँगको हाम्रो सम्बन्धलाई कसरी बदल्न सक्छ त? आउनुहोस् यसको गहिराइमा पुगेर बुझौँ। एकछिनलाई कल्पना गरौँ त, यदि हामीले काम गर्ने ठाउँमा एआई बारे जान्नु भनौँ न अनिवार्य नै भयो भने के हुन्छ होला? यो अब कुनै काल्पनिक प्रश्न मात्र रहेन। हो, युरोपेली सङ्घका धेरै संस्थाहरूको लागि यो अब एउटा ठोस वास्तविकता बनिसकेको छ। एआई बारेको जानकारी अब कानुनी बाध्यता भएको छ र यसले प्रविधि प्रयोग गर्ने हाम्रो तरिकालाई सदाको लागि बदल्ने निश्चित छ। जुन नयाँ नियमको कुरा हामी गरिरहेका छौँ, यो एआई ऐनको धारा 4 मा आधारित छ। आखिर यो धाराले भन्न खोजेको के हो र यसको वास्तविक अर्थ के लाग्छ? आउनुहोस् यसलाई केलाएर हेरौँ। छोटकरीमा भन्नुपर्दा यो नियमले एआई बनाउने र प्रयोग गर्ने दुवै कम्पनीहरूलाई आफ्ना कर्मचारीहरूमा एआई सम्बन्धी पर्याप्त ज्ञान छ भनेर सुनिश्चित गर्नुपर्ने बनाउँछ। र यो कुनै सामान्य सुझाव होइन नि। यदि यसको पालना गरिएन भने ठूलो जरिमानादेखि लिएर अन्य कानुनी कारबाहीहरू पनि हुन सक्छन्। त्यसो भए कानुनले भनेको यो एआई साक्षरता आखिर हो तरिके? यो शब्द आजकल जताततै सुनिन्छ, तर एआई ऐनले यसलाई एउटा विशेष कानुनी अर्थ दिएको छ। अब त्यसैबारे कुरा गरौँ। यो ऐनमा उल्लेख गरिएको आधिकारिक परिभाषा हो। यहाँ मुख्य कुरा के छ भने यो केवल प्राविधिक ज्ञानको बारेमा मात्र होइन। यसले एआईको अवसर, जोखिम र त्यसले पार्न सक्ने असरबारे सचेत भएर सही निर्णय लिने क्षमतालाई जनाउँछ। यो परिभाषालाई अझ सरल बनाउन यसका 3 वटा मुख्य तत्त्वहरू छन्। पहिलो, ज्ञान अर्थात् एआई के हो भनेर थाहा पाउनु। दोस्रो, सिप, त्यो ज्ञानलाई व्यवहारमा उतार्न सक्नु। र तेस्रो, समझ, एआईले दिएको नतिजाको सही अर्थ लगाएर त्यसको असरबारे सोच्न सक्नु। यी 3 मध्ये एउटा मात्र भएर पुग्दैन, तीनवटै एकसाथ हुनु एकदमै आवश्यक छ। तर एउटा कुरा के बुझ्नुपर्छ भने एआई साक्षरता सबैका लागि एउटै हुँदैन। सामान्य एआई साक्षरता भनेको जो कोहीले पनि जान्नै पर्ने आधारभूत कुरा हो। अर्कोतर्फ विशेष एआई साक्षरता चाहिँ व्यक्तिको काम र उसले प्रयोग गर्ने एआई प्रणाली कस्तो छ भन्नेमा भर पर्छ। जस्तै स्वास्थ्य क्षेत्रमा बिरामीको निदान गर्न प्रयोग हुने एआई बारे डाक्टरलाई चाहिने ज्ञान र बजार विश्लेषण गर्ने एआई बारे एक लगानीकर्तालाई चाहिने ज्ञान पक्कै पनि फरक हुन्छ। अब प्रश्न आउँछ, संस्थाहरूले यो कानुनी आवश्यकतालाई व्यवहारमा कसरी उतार्ने त? यसका लागि एउटा व्यवहारिक ढाँचा छ जसले व्यक्ति र सिङ्गो सङ्गठन दुवैलाई एकसाथ हेर्छ। यसलाई 2 पाटाबाट हेर्न सकिन्छ। पहिलो हो व्यक्तिगत तह अर्थात् माइक्रो, जसले हरेक कर्मचारीको सिप, एआई प्रक्रियाको ज्ञान र त्यसलाई चलाउने अनुभवमा ध्यान दिन्छ। अनि दोस्रो हो सङ्गठनात्मक तह अर्थात् म्याक्रो, जसले सिङ्गो कम्पनीको क्षमता, प्रविधि र व्यवस्थापनलाई हेर्छ। सफल हुनका लागि कर्मचारीको सिप र कम्पनीको रणनीति दुवैको तालमेल मिल्नु एकदमै जरुरी छ। त्यसो भए एउटा कम्पनीले आफूलाई कस्तो र कति एआई साक्षरता चाहिन्छ भनेर कसरी पत्ता लगाउने त? यसका लागि एउटा व्यवस्थित 2 चरणको प्रक्रिया अपनाउन सकिन्छ। पहिलो चरण हो बटम अप विश्लेषण। सजिलो भाषामा भन्दा कम्पनीले पहिला आफ्नै घरभित्र हेर्ने हो। आफ्ना कर्मचारीहरूसँग हाल के कस्ता एआई सम्बन्धित सिपहरू छन् भनेर पत्ता लगाउने। यसका लागि सर्वेक्षण गर्ने, कर्मचारीहरूलाई आफै आफ्नो ज्ञानको मूल्याङ्कन गर्न लगाउने वा उनीहरूले काम गरिरहेको बेला अवलोकन गर्ने जस्ता विधिहरू प्रयोग गर्न सकिन्छ। अब आउँछ दोस्रो चरण, टप डाउन समायोजन। यहाँ चाहिँ कम्पनीले माथिबाट तल हेर्छ। आफ्नो रणनीतिक लक्ष्य हासिल गर्न भविष्यमा कस्ता सिपहरू चाहिन्छ भनेर निर्धारण गर्छ। त्यसपछि हरेक पद र भूमिका अनुसार कस्तो सिप चाहिन्छ भनेर प्रोफाइल बनाउँछ र सोही अनुसार तालिम कार्यक्रमहरू डिजाइन गर्छ। ल, अब यी सैद्धान्तिक कुराहरू वास्तविक काममा कसरी लागू हुन्छन् त? आउनुहोस् विभिन्न पदमा काम गर्ने मानिसहरूलाई कस्तो एआई ज्ञान चाहिन्छ भनेर केही उदाहरणहरू हेरौँ। हो, एआई साक्षरता सबैका लागि एउटै हुँदैन। सबैलाई एउटै डालोमा हाल्न मिल्दैन। जस्तै एक सामान्य प्रयोगकर्ता जसले दैनिक काममा एआई उपकरणहरू मात्र चलाउँछ, उसलाई त्यसको सुरक्षित प्रयोग र परिणाम बुझ्न सके पुग्छ। तर एक एकीकरणकर्ता जसले एआईलाई कम्पनीको प्रणालीमा जोड्छ, उसलाई अलि गहिरो ज्ञान चाहिन्छ। र विकासकर्ता जसले एआई मोडेल नै बनाउँछ, उसलाई त झन् विशेषज्ञ स्तरको प्राविधिक ज्ञान हुनै पर्यो।
त्यसो भए आजको यो चर्चाबाट हामीले के कुरा बुझ्यौं त? एकचोटि सर्र हेरौँ है। मुख्य कुरा, EU AI ऐनले AI साक्षरतालाई कानुनी रूपमा अनिवार्य बनाएको छ। यो केवल प्राविधिक ज्ञान मात्रै होइन, बरु ज्ञान, सिप र समझको मिश्रण हो। संस्थाहरूले व्यक्तिगत र सङ्गठनात्मक दुवै तहमा आवश्यकताको विश्लेषण गर्नुपर्छ र हरेक भूमिका अनुसार फरक सिप विकास गर्नुपर्छ। र अन्ततः यो सबैको लक्ष्य भनेको AI को जिम्मेवार, प्रभावकारी र कानुनी रूपमा सही प्रयोग सुनिश्चित गर्नु हो। अन्त्यमा एउटा प्रश्न मनमा खेलाउँदै जाउँ के AI साक्षरता केवल कानुन पालना गर्नको लागि पूरा गर्नुपर्ने एउटा झन्झटिलो शर्त मात्र हो, वा यो साँच्चै नै आउने दिनहरूमा काम गर्नका लागि सबैभन्दा महत्त्वपूर्ण सिप बन्न गइरहेको छ? यसको जवाफले नै सायद हाम्रो भविष्यको कार्यशैली कस्तो हुन्छ भन्ने कुरा परिभाषित गर्नेछ।